हेलो साथीहरु वेलकम टु आवर भ्लग है। फेरि पनि हामी यता नरेश यता राजन दाई यता इनोस भाइ अनि म आइपुगेका छौं ओसो तपोवनमा। आज मस्त यहाँ ओसो तपोवनमा रमाइलो भन्दा पनि यसो मन शान्त बनाउन आएको छौं हामी। आज मन शान्त, आज ह्यापी न्यू इयर सबैजनालाई। न्यू इयर पनि छ। आजै मन शान्त भयो भने पुरै इयरै मन शान्त हुन्छ कि हैन त? त्यही भएर भाइको फेरि मक्सेर बिहे गर्ने प्लान छ। दिमागै ध्यानै त्यही गएर फेरि भाइको फेरि। ल गाइस अब हामी ओसो छिर्दैछौँ है त। ओसो तपोवन ल हामी यहाँ छिर्दैछौँ। ल नाम त तिम्रो कतिवटा 5वटा नाम हुन्छ अनि तिम्रो सबै नाम तिमीलाई भनिराख्ने मैले। नरेशलाई नरेश नभन्नु सम्राट भन्नु भन्दैछन् उनी। हाम्रो सम्राट डन भन्नुपर्ने अरे उनलाई। ल यहाँ इन्फर्मेसन हब रहेछ। यहाँ भित्र गएर यसो बुझेर राम्रो के छ। ल हामीले इन्फर्मेसन डेस्कमा हबमा गएर चाहिँ लिइसक्यौँ होइन। लिनुपर्ने सम्पूर्ण जानकारीहरू हजुरलाई म डिटेलमा भन्छु गाइस। सो अहिले चाहिँ हामी जस्ट 1 डेको लागि एकछिन घुम्नलाई मात्रै आएको हो। त्यसको लागि 100 रुपियाँ पर्छ एउटा टिकटको। हामी 4 जना छौँ। सो 400 मात्र लाग्यो। अब हामी मस्त घुम्नलाई धेरै ठाउँहरू छ तल। सो घुम्नलाई निस्किन्छौँ। केटाहरू एकदमै धेरै एक्साइटेड छन्। राजन दाई के छ? गरी भयो त ज्याकेट लगाएर आउने अनि एक दिन ध्यान बस्नै आउनुपर्छ कि है। 1300 रुपियाँ पर डे चाहिँ होइन एक हप्ताको। अनि प्लस त्यो गाउन साउन्ड के किन्दाखेरि चाहिँ टोटलमा चाहिँ लगभग 12,000 समथिङ पर्छ भन्नुभएको छ। आउनुपर्छ है एक दिन। एक्चुअली यस्तो 1 विक पुरै लिएर आउनुपर्ने क्या विपासना मजाले मेडिटेसन गर्ने तरिकाले। अनि मन्थमा 2 चोटि मात्रै हुँदो रहेछ। फेरि 11 र 22मा चाहिँ इन हुनुपर्छ। सो पहिले बुक गर्नुपर्छ है। इङ्ग्लिस डेटको 11 र 22 तारिकको दिनबाट चाहिँ न्यू जोइनिङहरू हुन्छ 1 विकको लागि। अब अहिले हामी मेजर अट्र्याक्सन अब अहिले आज हेर्नलाई चाहिँ यो फ्लोरा एन्ड फाउना भन्ने यो त अब हरियाली वनस्पति भन्ने जस्तो भइहाल्यो। ओसो समाधि पनि रहेछ, शिवपुरी बाबा टेम्पल, राजनीश ध्यान मन्दिर र डेथ पार्क अनि कबीर टेम्पल। डेथ पार्क पनि छ के हो यस्तो नाम सुन्दैमा रहँदा डेथ पार्क डर लाग्यो मलाई त। सो यो अब 6वटा कुराहरू चाहिँ यहाँ छ। अब नेक्स्ट टाइम अब कुनै बेला पछि लाइफमा आइयो भने चाहिँ हामी घुम्नलाई चाहिँ ओसोले एउटा पुरै डाँडै नै ढाकेको छ क्या है। यत्रो छ क्या यो स्पेस त एकदमै धेरै लिएको छ यहाँ। हाम्रो पछाडि बुद्ध पार्क पनि छ सानो। बुद्धको मूर्ति छ। पार्क यतातिर साइडमा छ। ल केटा हो देखिरहेको छु बुद्धको माला लगाइरहेको छु भन्दैछ नि मनिषले चाहिँ। यहाँ बुद्धको मूर्ति छ। एउटा ओसो अब केटाहरूले फोटो मात्रै खिच्छन् गाइस। अब हाम्रो भ्लग कता पुग्छ होइन। यिनीहरूलाई जता कतै फोटोकै परिरह। ए गणेश नै बनाउनु खोजे हो। तर किन यस्तो यस्तो बनाउँछन् त? र बनाउँछन् यस्तो है गणेश भगवानको जस्तो जस्तो मान्छे के हो? गणेशै बनाउन् अनि किन गणेश टाउथे हो क्या? के भनेको छ राना? के भनेको छ तपाईँले? हाँस सिकार भन्नुभयो। के भनेको छ भने यु क्यान के भनेको थियो अरे? सेक्स विथ मेडिटेसन क्यान गिभ यु अ न्यू बर्थ, क्यान मेक यु न्यू ह्युमन बिङ। ल के भनेर रान्दा यो के बुझ्नुभयो राना? तपाईँले हातले सिकाउनु भयो। के बुझ्नुभयो त्यहाँ? के बुझ्नुभयो भन्नु त? रमाइलो रमाइलो बुझ्नुभयो अरे। ल सम्राटजी सम्राट सर के अरे फेरि एकचोटि भन्नु त भन्नु न एकचोटि। नै तिमीले अघि भनेको राम्रो थियो कि? तिमीले अघि भनेको 2टा शब्द राम्रो थियो कि? भन त भन के दामी थियो त्यो डाइलेक्ट। ल क्यामेरै अन भएन यार भन त। ल हामी तल झर्दा तलैसम्म आइसक्यौँ। यहाँ एउटा सानो एउटा वाटर फाउन्टेन पनि रहेछ। राजनलाई लाउँछु भन्दै हुनुहुन्छ लैदिने राजा। ओ केटा आइराख तिमीहरू। जो गर नैदेऊ त्यहाँ। यहाँबाट नरेशलाई उता एक्लै बसेको खिचिदिनु पऱ्यो क्या यता। राम्रै आउँछ। राम्रो आएन र गाइस? अब हामी चाहिँ समाधि स्थलतिर जाँदैछौँ। समाधि रहेछ र समाधिमा जानलाई राति 5 बजेदेखि 10 बजीसम्म बिहान रातभरि खोल्ने रहेछ समाधि। अब पर कृपया जुत्ता चोर खोल मात्र बस्नु होला। फोटो खिच्न कुराकानी गर्नु मनाइ छ। माथि चाहिँ हो मृत्यु पार्क रहेछ। यहाँ मृत्यु पार्क डर लाग्यो मलाई त। यस्तो ठाउँमा पनि के जानु मृत्यु सुर्त्यु भन्ने ठाउँमा पनि रे। मृत्यु पार्क अट्र्याक्सनमा यो पनि छ है एउटा। के काठमाडौँ गर्ने अरू के छ? काठमाडौँ गर्ने छ अरू के छ भने क्या? बाँडर पनि हेरेछ। यो अर्को बाँडर
बाँदर यिनले फेरि बुँदर भन्छन् कि भाइले यार भाइ के भन्छ तिमी भन्दाखेरि गाह्रो छ है के छ भनेर फेरि भन्नु त सबै बोर्डहरुमा चाहिँ सबै इङ्ग्लिसबाट मात्रै लेखेको छ कि इभन त्यो कन्ट्रिब्युसन लेखेको ठाउँमा पनि इङ्ग्लिस लेखिदिएको छ कि सब ठाउँ इङ्ग्लिस भने ए अब नेपाली मात्र पढ्ने मान्छे आयो भने के पढ्छ नि उसले सही कुरा गर्नु हो तपाईँले यसलाई के भन्छ जिसस क्राइस्टको यो ब्राजिलमा भएको जस्तो यो उसलाई पनि यस्तो राखेर चट्टालाई फोटो खिच्नुपर्छ ल ल ल पानी पर्यो यार पानी पर्यो है सम्राट सर डेभिड फल्स कहाँ छ देखो त डेभिड फल्स कति ठुलो छ नि त यो डेभिड फल ल डेभिड फल दियो गाइज यो डेभिड जो कि डेभिड फल हो यो माछा मार्न गएछ माछा चाहिँ छन्क्यो क्या यहाँ ए र त माछा रहेछन् त्यहाँ माछा मार्नु त्यो खोला सुकायो भने त माछा टन्नै छ जाँदियो माछा मार्न एक थैले त्यहाँ माछा घुमिराखेको कि जुम गरेर हेरेको मोबाइलबाट देखियो कि ल माछा हजुर ल आउनुहोस् ल साथीहरू हाम्रो यो अट्र्याक्सन भएको हाम्रो यो ओसोमा भएको सबै कुराहरू हेरिसक्यौँ अब हामी कबीर टेम्पल लास्ट जुन थियो कबीर टेम्पल कबीर स्मृति मन्दिर भन्ने होइन सो यहाँ आइपुगेका छौँ ल जाउँ ल ल ल छिटो पानी पर्न सक्छ अब हतार हतारमा जानुपर्छ तानिरहेको छु त्यहाँ अझै देखियो कस्तो आवाज आउँदो रहेछ पहिला त जिम गर्थ्यो होला है राजन दाई के छ सर ए धेरै रहेछ न यहाँ त दुर्गो रहेछ मोबाइल लगेर जाला रहेछ टेन्सन होला क्या के छ ब्रो ठिक छ किनपति आशा गर्छ बाल्दिनुहोस् यहाँ अब सबैलाई देख्दाखेरि त्यो फिल हुन्छ अब घरमा एक्लैलाई त्यो फिल आउँदैन नि त ओसो एकदमै दामी ठाउँ छ है अब टाइम मिलाएर आउन सक्यो भने एक हप्ता दियो भने सायद एक हप्ता भन्दाखेरि 8 दिन हुन्छ अरे टोटलमा होइन अब एक हप्ता भनौँ पेमेन्ट चाहिँ गर्दाखेरि जस्तै 8 दिन कि 8 रात 9 दिन जति हुन्छ होइन अनि यहाँ यसरी यदि रमाइलो अब यो भजनहरूमा लुप्त भएर नाच्न एकदम रमाइलो हुन्छ होला इनर पिसहरू भेट्छ होला मान्छेहरूले होइन एक दिन आएर यसो हेर्न मन छ भने 100 रुपियाँ टिकट हो नत्र अब ओसो को प्याकेजै लिएर गर्न चाहनुहुन्छ भने चाहिँ मैले अघि भनिहालेँ 1300 रुपियाँ पर्छ पर डे अनि तपाईँको लुगाहरू पनि 3 थरी किन्नुपर्छ यो गाउन जस्तो अब यसलाई 800 पर्छ एउटाको अब 3टाको एउटा 8 2400 त्यही परिहाल्यो सो त्यति खर्चमा तपाईँको खानपिन सबै बस्न सबै हुन्छ महिनाको हरेक इङ्ग्लिस मन्थको 11 to 22 मा चाहिँ सुरु हुन्छ अरे यस्तो राम्रो कोडहरू जग्गा कोडहरू मात्रै बबाल के यस्तो दामी दामी कोडहरू ओसोको सब खिच्नुपर्ने अवस्था गाइस लगभग हाम्रो ओसोको ट्रिप सकिन लागिसक्यो अब हामी माथि जाँदैछौँ अलमोस्ट सकिन लाग्यो भन्नुपर्छ ओसोको मूर्ति छ यता नरेश सर सम्राट सर थाकिसक्नु भयो हिँड्दा धेरै रहेछ घुम्दा घुम्दा ल गाइस अब चाहिँ हामी ओसो लगभग कम्प्लिट गरिसक्यौँ 1 डेको टुर थियो 5 कि 6टा अट्र्याक्सनहरू थियो पोइन्टहरू छैन सबै घुमिसक्यौँ अब नेक्स्ट टाइम ओसो आइयो भने चाहिँ अभियसली 7 दिनै बस्ने गरेर आइन्छ होइन रान्दाले गाडी किन्दै हुनुहुन्छ त्यही भएर यहाँ फालिरहनु भएको है कुराहरू चाहिँ होइन ल गाइस अब केटा बाहिरतिर निस्क्यौँ अब धेरै भयो थाक्यो आज धेरै घुम्यो अब यसो बाहिर निस्केर कति शान्तबाट हल्लाखोरमा आइयो अब अघि मलाई क्यामेरा अन गरेर चुप लागेर बस्ने नि के भन्दै थियो त भन के भन्नु लाग्यो ल हामीले 2082 साल एकदम सुखद सुरुवात गरेका छौँ एकदम रमणीय ठाउँमा आएर आज एकदम स्पिरिचुअल भएर एकदम हुन्छ नि आज एकदम आफ्नो के भन्छ अरे एकदम सुख मनैदेखि हर्षित बनाएको छौँ आफूलाई खुसी बनाएको छौँ अब हाम्रो 2062 साल एकदम रमाइलो बित्छ रान्दै हाम्रो इनोस 82 हाम्रो यहाँ के अरे स्मार्ट ब्रो एकदम आउने त पहिलेदेखि मन थियो आउन त पहिलेदेखि मन थियो जस आज आयो भिडभाड हेर्न सक्नुहुन्छ गाइस एकदमै धेरै भिडभाड छ आज त्यही हो ओसो आउनु होला हजुरसँग एक हप्ता बस्नलाई टाइम छैन भने पनि पर डे मात्र आएर पनि हजुरले भिजिट गरेर घुम्न सक्नुहुन्छ भन्दै रान्दै सो गाइस हाम्रो ओसोको 1 डे टुर आज सकिएको छ
बाई बाई सबैजनालाई है अब सो गाइस अब हामी फर्किँदैछौँ हेर्न सक्नुहुन्छ बाटो चाहिँ एकदमै दामी छ होइन अनि मौसम हेर्नु न मौसम यस्तो बवाल छ आज पानी परिरहेछ हल्का हल्का पानी परिरहेछ तर यो पानीले हामीलाई घरसम्मैसम्म पर्यो भने चाहिँ भिजाउँछ फेरि सो गाइस वी आर रिटर्निङ ब्याक टु आवर होम राजन भाइ चाहिँ राइड गर्दै हुन्छ मेरो बाइक अलिक गाह्रो गाह्रो भयो मेरो बाइक चलाउनलाई राजन भाइ पानी परेको बेला बाइकमा घुम्न मजा लाग्छ क्या बबाल मजा लाग्छ बब्बाल मजा लाग्छ ए पछाडि हो पछाडि पछाडि ल 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 यस्तो भिड छ हो जहाँ चाहिँ गुम्बा आज पनि केही न केही रहेछ स्पेसल छ जस्तो छ मान्छेहरू ओहो आज पनि मेला रहेछ यो भने मान्छे नुवाकोटबाट आएको यसरी उसमा है गाडीहरूमा यसरी उभि उभि आइरहेको हुन्छ यार आफ्नोमा यो के को साइन हो त्यो पहेँलो बदलाको